बाढी आउनुको कारण खुलेको छ। चीनले पठाएको प्रारम्भिक जानकारी अनुसार तिब्बतमा आएको हिमपैह्रोको कारण उक्त बाढी आएको देखिएको हो। यस बाढीले गोसाइँकुण्ड गाउँपालिकामा पर्ने एउटा पूरा गाउँ नै बगाएको छ भने रसुवा भन्सार नाका पूर्ण रूपमा ध्वस्त बनाइदिएको छ। जिल्लाको टिमुरेमा सबैभन्दा ठूलो क्षति भएको देखिन्छ। करिब 100 भन्दा बढी घर रहेको यस गाउँ लगभग पूर्ण रूपमै ध्वस्त भएको छ भने यसको मुन्तिर पर्ने स्याब्रु बेसिनमा पनि निकै ठूलो क्षति भएको छ। यसैगरी धादिङ जाने मलेखुको पक्की पुल पनि बगाएको छ। रसुवादेखि देवघाटसम्मका अधिकांश पक्की तथा झोलुङ्गे पुलहरू बगाइदिएको छ। यस्तै त्रिशुली बजारमा रहेको फलामे पुल लगायत केही घरहरू समेत बगाएको छ भने देवीघाट बजार लगभग 50% माथि डुबानमा परेको छ। यसै धादिङको बैरिनी क्षेत्रमा पनि पूर्ण रूपमा डुबानमा परेको देखिन्छ। योपालि रसुवाको भोटेकोशी नदीमा इतिहासकै ठूलो बाढी आएको अनुमान गरिएको छ भने बाढीमा परेर कतिजना बेपत्ता भयो वा कति धनधनको क्षति भयो भन्ने कुरा केही अनुमान समेत गर्न नसकिने अवस्था छ। हालसम्म उद्धारको लागि 12 वटा हेलिकप्टरहरू परिचालन गरिएको छ भने सेनाको हेलिकप्टरले 12 जनाको सफल उद्धार गरिसकेको छ र कयौं ठाउँमा अझै पनि उद्धारको पर्खाइमा नागरिकहरू रहिरहेका छन्। यस्तै बाढीले गर्दा हालसम्म 7 वटा विद्युत गृहमा क्षति पुर्याएको छ, जसको कारणले गर्दाखेरि विद्युत प्रवाहमा समेत असर पुगेको छ भने टेलिकमका टावरहरू समेत बगाएकोले गर्दा अहिले फोन सम्पर्क कति ठाउँमा टुटेको अवस्था छ। यस्तै नुवाकोटको विदुर नगरपालिका 1 ढुङ्गे बजार स्थित त्रिशुली नदी आसपासको क्षेत्रमा पनि निकै ठूलो क्षति पुगेको छ। यो सँगै सरकारले आजको लागि उद्धारमा खटिन निजी क्षेत्रका हेलिकप्टरहरूले अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ भने उद्धारमा खटिने हेलिकप्टरको लागि सहज होस् भन्ने हिसाबले नेपाल आयल निगमले हवाई इन्धनको ट्याङ्करहरूलाई त्रिशुली पठाइरहेको छ। यस्तै नेपाल टेलिकमले प्रभावित क्षेत्रको लागि 2 दिनको भोइस कल, दैनिक 2 GB डेटा र 50 SMS निशुल्क बनाइदिएको छ। हाल सिंहदरबारमा आकस्मिक मन्त्री परिषदको बैठक बसिरहेको छ भने सबै राजनीतिक दलहरूले पनि विपदको बेला एकजुट भएर उद्धार कार्यमा खटिन अनुरोध गरेको छ। यो सँगै आज सदनमा गर्ने भनेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ भने आजको सदनमा गृहमन्त्री सुदन गुरुङले बाढीबारे अपडेट दिने भएको छ र अहिले देशैभर एकदमै ठूलो दुःख छेन छ, वितण्डा मचिरहेको छ। यो बाढी अहिले रोकिने हो या बेलुका फेरि पनि आउने हो भन्ने कुरामा नागरिकहरू अझै पनि त्रासमा छन् र जति पनि यी त्रिशुली नदीको आसपासमा रहेका व्यक्तिहरू एकदमै उच्च ठाउँमा गएर बसेको अवस्था छ र अहिले रसुवाको धेरै जस्तो गाउँहरू चाहिँ पूर्ण रूपमा बगाएकोले गर्दाखेरि त्यहाँ कतिजना नागरिकहरू पनि सँगै बेपत्ता भए या नागरिक कति धनधनको क्षति भयो भन्ने कुरा अहिले चाहिँ आकलन गर्न सक्ने अवस्थामा छैन। अहिले विभिन्न ठाउँमा डाटाहरू टिप्ने काम भइरहेको छ तर एक्ज्याक्ट डाटा भने बाहिर आएको छैन र खास गरिकन आज यसरी यति ठूलो बाढी एक्कासी आउनुको मुख्य कारण के हो भन्ने पनि अहिलेसम्म पूर्ण रूपमा चाहिँ पक्कापक्की भइसकेको छैन। चीनले पठाएको प्रारम्भिक डाटा अनुसार चाहिँ तिब्बतको हिमाली क्षेत्रमा चाहिँ हिमपैह्रो गएको, यानि कि त्यहाँ चाहिँ ठूलो हिमपैह्रो गएको कारणले गर्दाखेरि चाहिँ यो बाढी आएको हुन सक्ने भन्ने प्रारम्भिक जानकारी आए पनि यही कारण यति बजे यस कारणले भन्ने आएको छैन भने चीनमा